हामी चाहिँ मुस्ताङ जाने क्रममा यो चाहिँ हामी ठ्याक्क मार्फाको नजिक पुग्न लाग्यौँ। अब मार्फा पुग्न केही समय लगभग 1 किलोमिटर हिँड्यो भने हामी मार्फा पुग्छौँ। र यो मार्फा पुग्नुभन्दा पहिलेको दृश्य र एकैछिनमा हामी मार्फा पुग्यौँ। यो चाहिँ मार्फाको बजार। यो चाहिँ मार्फाको बजार घुम्ने क्रममा चाहिँ अब यताउतिको दृश्य यहाँ माथि अनेक किसिमका यो फरक टाइपको लामो जति पनि लामो सिङहरू भएको याकहरू र भेडाहरू अनि च्याङ्दाको यो टाउको चाहिँ यहाँ डेकोरेट गरिएको थियो र पुराना परम्परागत तरिकाले बनेका घरहरू एकदम वरिपरि डाँडाहरू मनमोहक दृश्य अनि भित्रपट्टि सानो गल्ली विभिन्न खानाका प्रकारहरू विभिन्न घरेलु उत्पादन गरिएका सामानहरू यहाँ चाहिँ राखिएको थियो र एकदम मनमोहक दृश्य एकदम हेर्न लायक ठाउँ एकदम राम्रोसँग हामीले यसलाई निहालिरहेका थियौँ र यहाँ विभिन्न प्रकारका उनका कपडाहरू पनि थिए विभिन्न प्रकारका टोपीहरू त्यहाँको मार्फा रक्सी स्याउबाट उत्पादित रक्सीहरू थियो र यसै क्रममा हामी यो गल्ली घुम्दै थियौँ घुमिरहेका थियौँ र यो चाहिँ यस्तो घर बनाए जस्तै तरिकाले चाहिँ यसमा चाहिँ दाउराहरू चाहिँ राखिएको थियो एकदम स्टक गरेर दाउराहरू राखिएको दृश्यहरू देखिन सकिन्छ यो माथिपट्टि। यो चाहिँ हामीलाई बहुत आश्चर्यजनक लाग्यो किनकि हामीले अब यस्तो देखेका थिएनौँ। यहाँ चाहिँ यो भित्रपट्टि चाहिँ याकहरू पाल्ने भेडा च्याङ्डाहरू पाल्ने गरिएको रहेछ। एकदम रमाइलो भइरहेको थियो एकदम घुमिरहेका थियौँ र यहाँ इलेक्ट्रिक अटोहरू पनि यहाँ थिए। यो चाहिँ अनि घुम्दै जाँदाखेरि माथि चाहिँ डेकोरेट गरिएको दृश्यहरू पतंगा टाइपको राखिएको थियो र यतापट्टि विभिन्न भित्रपट्टि गल्लीहरूमा विभिन्न किसिमका हस्तकलाबाट निर्मित मूर्तिहरू अनि ड्रेसहरू कपडाहरू त्यहाँको नेवार गुरुङ समुदायको ड्रेसहरू शेर्पा जातिले लगाउने त्यो भोटे जातिले लगाउने कपडाहरू थिए। विभिन्न देशबाट विभिन्न ठाउँबाट आएका राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरूको पनि यहाँ बहुत भिड लागेको देख्न सकिन्थ्यो। यसरी नै हामी मार्फा बजार घुम्दै थियौँ। स्याउको दाना बनाएर त्यहाँको प्रचलित स्याउको दाना बनाएर चाहिँ विभिन्न नोटिसहरू विभिन्न जानकारीहरू दिने गरिँदो रहेछ। त्यो स्याउको दानामा चाहिँ कहीँ कतै केही सामान छुटेको जस्तो लेखिएको थियो। त्यहाँको विभिन्न स्थानीय उत्पादनको चाहिँ प्रचार एउटा एडभर्टाइजमेन्ट पब्लिसिटी चाहिँ यो स्याउको दानाको चित्रहरूमा चाहिँ गरिएको थियो। यसरी हामी घुम्दै घुम्दै अगाडि बढ्दै गयौँ। यहाँनिर बुद्धिस्ट मोनेस्ट्री थियो। यहाँनिर चाहिँ हामीले रिङ पनि गऱ्यौँ बुद्धिस्टको। यो यसलाई के भन्छ ठ्याक्कै थाहा भएन। यसमा लेखेको पनि हामीले खासै निहालेर पढ्न भ्याएनौँ। अनि अगाडिपट्टि फेरि रक्सीहरूको किनबेच भइरहेको थियो। अचम्मको चिजहरू एकदम घरेलु उत्पादनहरू स्थानीय उत्पादनहरूलाई बहुत राम्रोसँग हामीले निहाल्ने अवसर पायौँ। यसै क्रममा कोही अब हुन्छ नि अरू ठाउँबाट गएको मान्छेहरूले जिस्काउने क्रम पनि जारी थियो। कसैले जिस्काउँदै हुनुहुन्थ्यो। यसरी नै हामी अगाडि बढ्दै गयौँ। मा चाहिँ वेलकम टु मार्फा लेखिएको देखिन सकिन्छ। यहाँ चाहिँ यो याकको चौरी गाईको छालाहरू सुकाएर राखेको देखिन्थ्यो। पुराना तरिकाले बनेका घरहरू एकदम मनमोहक दृश्य विभिन्न किसिमका हस्तकलाका वस्तुहरू यही हेर्दै हामीले मार्फा बजार घुम्यौँ र मार्फा बजार कति छिटो घुम्यौँ हामीलाई अझै पनि घुम्न मन लागिरहेको थियो। घुम्दा हामीले लगभग 1.5 घन्टाको समय बितायौँ। त्यहाँ चाहिँ चौरी गाईको पुच्छरहरू हेर्दै होइन यो चाहिँ हाम्रो गाउँतिर एकदम पाहाडमा एकदम महत्त्व हुन्छ यसको। यो चाहिँ हेऱ्यौँ हामीले। यहाँनिर हाइवे स्कुल पनि थियो। साइडमा स्याउका दानाहरू झुलेको स्याउका रुखहरू अनि कसैले स्याउ ओसार्दै हुनुहुन्थ्यो डोकोमा बोक्दै हुनुहुन्थ्यो स्याउलाई निकाल्दै हुनुहुन्थ्यो। यो चाहिँ हेऱ्यौँ हामीले एकदम रमणीय दृश्यहरू एकदम मनमोहक दृश्य हेरी जति हेरे पनि हेरिरहँ लाग्ने दृश्यहरू यो मार्फा बजारमा हामीले घुम्यौँ। अगाडि अरू टुरिस्टहरू पनि घुम्दै हुनुहुन्थ्यो। हामी पनि पछाडि घुम्दै गयौँ। साथीहरू अलगपट्टि घुम्दै हुनुहुन्थ्यो। यसरी नै हामीले मार्फा बजार घुम्यौँ र डाँडाहरू निहाल्यौँ
यसरी यसलाई बनाएको थियो। त्यहाँ गुम्बा बनाएको रहेछ। यसरी नै हामीले मार्फा बजारलाई निहालेर त्यसपछि हामी मुक्तिनाथको लागि माथिपट्टि लाग्यौँ। इट्स अ रियल्ली अमेजिङ प्लेस के यो चाहिँ त्यो दामी छ। त्यो दामी ठाउँ चाहिँ आउनु पाउनु लाइक सौभाग्य हो। सौभाग्य। मुस्ताङमा मकै भइरहेछ क्या, मकै के हुँदैन भने क्या।